ल फाइन हामी चाहिँ अहिले हामी बस्ने भिलेज कटेजमा आयौँ। दामी मौसम चिसो चिसो सारङकोटमा। आज हाम्रो फर्स्ट डे। लगभग 12:40 को फ्लाइट थियो, 1:30 बजे उडायो। यहाँ आउँदा चाहिँ लगभग यता खानासाना स्कुटी हायर गरेर चाहिँ 4 बजे आइपुगेको थियौँ। ल त्यो चाहिँ हाम्रो गेट, एन्ट्री गेट। त्यहाँ चाहिँ रिसेप्सन। हामी चाहिँ कफी सफी खाएर अहिले चाहिँ रुममा। यो चाहिँ हाम्रो यतातिर गयो भने अरू रुमहरू। उता चाहिँ हामीले हिमालय रेन्ज देख्न सकिन्छ। ल यो चाहिँ हाम्रो रुम। दामी स्क्रब छ हाम्रो रुम। गाउँघरको जस्तो डिजाइन, नाइस। यहाँ चाहिँ मेरो बुढी म। यहाँ चाहिँ हाम्रो रुम, गाउँघरको रुम, रिसोर्ट। नाइस। बिस्किट सिस्किट रहेछ। ल हामी चाहिँ 2 नाइट यहाँ स्पेन्ड गर्छौँ। हामी बसेको लज चाहिँ हाम्रो साङको डाँडा माउन्टेन टक्क बादलले चाहिँ बसेको रुम। ठ्याक्क सनले किस गरिरहेको थिएँ। व्हाट्स अप बेबी? रोडोडेन्ड्रोनमा हामी चाहिँ सारङकोट डाँडातिर जान्छौँ। भान्ज्याङ भिलेज। घामले किस गरिरहेको थियो, बाटो छेक्यो। ल पोखरा पनि आफ्टर 3 years आइयो। धेरै राम्रो सकेको। ल कस्तो लागिरहेको छ भन त। थाकिसक्यो। 10 स्टेप हिँड्दा थाकिसक्यो। हामी डाँडामा पुग्न छ। मौसम चिसो चिसो। एकदम चिसो चिसो। ल हाम्रो यो पोखरा भेली टक्क सनसेट हेर्न मिल्थ्यो। यस। ल अब हामी चाहिँ यता माटामा माटी डाँडा पुगेपछि देखाउँछु भ्यू। ल घाम डुबिसकेको अवस्था। गोल्डन कलर हिमालहरू। ल हामी बसेको रिजोर्ट त्यही हो। यहाँ चाहिँ फेवा के अरे बुटो फेवा लेकको मुहान। ल हामी चाहिँ त्यो भ्यू पोइन्टतिर जाँदैछौँ। सारङकोटको पोखरा भ्याली है। माछा अन्नपूर्ण रेन्ज, ढलागरी, सारङकोट। ल त्यहाँसम्म जाउँ नि त। फाइनल हामी सारङकोट पुग्यौँ। सारङकोट हामी लास्ट टाइम आउँदा बन्दै थियो है। बन्दै थियो। बन्द भइसक्यो। पुरै बन्दै थियो लास्ट टाइम। अहिले चाहिँ सबै बन्नेर भइसक्यो। हामीको 3 वर्ष अगाडि होइन। लेट्स गो। Collective society. Let's go up.
यो रहेछ नि त बस्ने हो र अलि हेर मैले म अगाडि मिजा हाले अगाडि अगाडि हो न बन्द थियो यार पहिला आउँदा यिनीहरू सबै बन्दै थियो अनि बनेर भइसक्यो अनि शिवलिङ्ग यहाँ छ धारा पनि छ अनि हाम्रो गणेशजी भए माथि हुनुहुन्छ यहाँ धेरै राम्रो बनाइसक्यो कतिवटा धारा हो थाहा भएन चढ्याएको मुक्ति लाग्दैन ल हामी चाहिँ अब भ्यू पोइन्टतिर जाँदैछौँ नजिकै थियो बसेको होटलबाट बिहान स्कुटर्नु हो खोलाको भ्यू लेफ्ट साइड ल भोलि चाहिँ हामी जाँदैन ठुलो मन्दिर पहिला माथि सहचारी शिव गणछन् सहचारी मुंडमाला छगलामा रूपछ भयहारी ओम हर 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 महादेव लेफ्ट साइड हाम्रो क्या दामी आज चाहिँ हामी रेमाली जान्छौँ भोलि त्यता जानेछौँ राम्रो बनाएछ सरङकोट डाँडा कस्तो लाग्यो भेन्टु आज फर्स्ट डे पोखरादेखि कहाँ रे भैरवदेखि पोखरादेखि सारङकोटको डाँडामा बसी राति राति चिसो हावा कस्तो लाग्यो राम्रो जाडो भएछ माथि आगो तापेछन् तर हामी त निस्किन मिल्दैन होला छुट्टी भएको भए हामीले पनि ताप्थ्यौँ तर हामी भोलि ताप्छौँ भोलि टाइममा गएर त्यहाँ हामी ठाउँ ओभरटेक गर्छौँ भोलि हामी के गर्ने प्रोग्राम छ ब्रेकफास्ट अनि जिप लाइन होइन अब चाहिँ हामीले चाहिँ लाइट अघि भात खाएको 4 बजीतिर थाली खासै भोक त लागेको छैन त्यही नै लाइट होइन लाइट खाना खाऊँ भनेर राति भोक लाग्यो भने अब होटल खुल्दैन खानको लागि अनि हामीले खेरि खानको लागि भनेर केही पनि ल्याएन होइन ल्याएको भए त त्यस्तो केही हुन्थेन नल्याएपछि जबरजस्ती हो नि
रोटी खानु पर्नेछ टोपी नलाएर भित्र राखेर कस्तो दामी बनाइदियो तर मलाई यो रुखो डिस्टर्ब गर्यो राम्रो देखेछ यहाँ चाहिँ हामी त रेस्टुरेन्ट चाहिँ हामी बस्ने उता माथि बस्ने भने झुपडी बस्ने ठाउँ नपाएर हामी तल रुम पायौँ त्यही भए पनि धन्नै एउटा रुम राम्रो छ पायो न नाइस ल हाम्रो फाइनली डिनर आयो बफ चिल्ली मिन्ट फ्लेभरका वाइ साधेको चटपटी भएको म त जाडो भएर मलाई यस्तो लगाएको छु उमारको चाडा खुवाइल बा खाना पनि जानेनौ कि क्या ल बफ चिल्ली ट्राई गरौँ होइन गर म त वाइ साधेको खाएको छु झन् धेरै पिरो हाल्दैन छ त्यो छाने पिरो भयो मिठो खाऊ यो खा हामी कहाँ खाना ब्रेकफास्ट जिप लायो हाम्रो फाल्टो ल्यायौँ 6 बजेको मन्दिर बुद्धिस्ट पायो अनि त्यसपछि ल्यायो भने सबिना गजाउँदा होइन अनि भ्याउने पत्तामा तान्तिर गाडी गर्नुहुन्छ अनि त्यसपछि साझा लेक साइड घुमेर आउँछौँ माथि हामी आउँछौँ हामी माथि यसो चाहिँ पछि दियो खाऊ न मिठो भएछ 有人是会放喝酒的人就放酒嘛，连烧酒都会那个，要不然就是下面有 खाऊ ल अब हामी चाहिँ 味道啊。 डिनर गरेर लाइट डिनर गरेर सुत्छौँ नि त यसो गर्छौँ त्यसो गरेर भोलि चाहिँ मर्निङ भ्यू माउन्टेनको हेरौँ कस्तो हुन्छ राम्रो छ भनेर गेस गरिरहेको छौँ होइन ल गुड मर्निङ फ्रम सारङकोट होइन सनराइज एरिया दामी माउन्टेन भ्यूहरू हामी चाहिँ अहिले सनराइज हेरेर तल रेस्टुरेन्टतिर फर्किँदैछौँ चिया खानलाई यस्तो दामी फर्स्ट एक्सपिरियन्स सनराइज इन सारङकोट असम ट्याक्क माछा पुच्छ्रे धौलागिरी रेन्ज त अन्नपूर्ण रेन्ज पोखरा सारङकोट भ्यू पोइन्ट र सनराइज हामी बसेको रिसोर्टदेखि तल जाँदैछौँ चिया चिया खाएर त्यता हेर त हाउ आर यु फिलिङ नाइस नाइस तल्तीको त घर होला नि हिमालको मुनि गान्द्रुकहरू तिनीहरू सिक्लेसहरू हामी त गइसकेको नि तल जाडो चाहिँ हामी बसेको रुम जाडो चाहिँ छैन हुन चाहिँ थियो दामी ब्रेकफास्ट गरेर जिप्लाइन सिप्लाइन ल यहाँ बाहिर बस्नु नि के भयो त अति सुन्दर
कस्तो दामी दियो है हामी के गर्नुपर्छ यहाँ ब्रेकफास्टको लागि ब्रेकफास्ट लागि Morning. Good. Can I Have two milk tea, please. कहिलेकाहीँ चल्छ कहिलेकाहीँ चल्दैन नि पनि कस्तो शान्त पिस के भन्छ मजा हिमाल तल सहर डाँडामा हामी चाहिँ अब ब्रेकफास्ट खान्छौँ ब्रेकफास्ट गरेर हामी चाहिँ जिप लाइन गर्ने प्रोग्राम छ त्यसपछि हामी चाहिँ बौद्ध स्तूपा र शिवजी मन्दिर भ्यायो भने त्यसपछि लेक साइड अनि सक्यो आजको टुर हाम्रो अनि त्यसपछि भ्यायो भने चाहिँ सौबिनाको घर पनि जाने प्रोग्राम गरायो कि कसो ल ब्रेकफास्ट खान्छौँ हामी है त ल हामी चाहिँ जिप लाइन गर्न आयौँ हामी बसेको होटेलदेखि 5 मिनट ड्राइभ दामी हिमालयन चाहिँ ल फर्म सम फिलअप गरेर जिप लाइन गर्ने मेन्टु यता आर यु एक्साइटेड एक्साइटेड छ नि तपाईँको नाम कस्तो अनुभव गर्नुभएको छ ओके क्वेसन बुझ्दै छैन नि है ल्यान्डिङ गर्ने बेलामा पहेँलो रङको झन्डा देख्ने त्यो रातो डोरी तार्नुहोस् र नर्थभन्दा माथि समातेर इनकेस रोक्यो भने स्लाइड तार्नुहोस् चेयरमा अहिले जसरी बस्नु भएको छ त्यस्तरी बस्नुहोस् है अगाडि पछाडि कतै पनि नसर्नुहोस् हात इन्जोय ओके सर तपाईँको नाम कुमार सुनारी थापा कस्तो महसुस गर्नुभएको छ एकदम एक्साइटेड टिकटकबाट देखेर आएको गर्नु त अहिले ठुलो तपाईँले सोचे भन्दा बढी रमाइलो छ सर विश्व लिन्छ ब्रेक लगाउनुसम्म चाहिँ हुनसक्छ याद गर्नु है दुइटै हातले ब्रेक लगाउनु पऱ्यो दुइटै हातले नटभन्दा माथिबाट जानु है ओके सर म्याम यु क्यान ह्याभ अ नाइस राइड 5 4 3 2 1 So legs straight angle.
अलिकति पछाडि ढल्केर ल हात खोलिदिनुहोस् दुवैजनाले खोलिदिनुहोस् खोलिदिइहाल्छ ल दुई चारवटा पोज दिनु अरू ओके हजुर लिन ब्याक नि ल के सर तपाईँको नाम कुमार सुनारी थापा कस्तो महसुस गर्नुभएको छ एकदम एक्साइटेड टिकटकबाट देखेर आएको हजुर सर लेट्स ट्राई जिप्लार तपाईँले सोचे भन्दा बढी रमाइलो छ सर वी होप लिन्छ लट एन्ड ब्रेक लगाउनुसम्म चाहिँ हुनसक्छ याद गर्नु होला है पानी भएपछि हस् दुइटै हातले ब्रेक लाउनु पऱ्यो होइन हजुर दुवै हातले नट भन्दा माथिबाट तान्नुहोस् है हस् ओके सर म्याम यु क्यान ह्याभ अ नाइस राइड 5 थ्याङ्क यू 4 3 2 1 हियर वी गो खुट्टा सिधा र फटाउनुहोस् सिधा र फटाउनुहोस् एकदम दामी मजा दामी ल अलिकति पछाडि ढल्केर ल हात खोलिदिनुहोस् दुवैजनाले खोलिदिनुहोस् खोलिदिइहाल्छ ल दुई चारवटा पोज दिनु अरू यस ओके ल म अगाडि बस्छु होइन ठिकै छ लिन ब्याक नै हुनु ल म त बजेर ल यस दामी awesome we did it ल इट्स आवर सेकेन्ड जिप लाइन फर्स्ट चाहिँ बालीमा गरेको थियो त्यहाँ चाहिँ खत्तमै लेफ्ट ह्यान्डको त्यो ब्लू हो त्यो स्ट्र्याप तान्दिनुहोस् न जोडले दुवै हात यसमै झुन्डिनुहोस् है हामी जाँदैछौँ शिवजीको मन्दिर नास्ता सास्ता खाएर बुढाबुढी स्कुटरमा जाँदैछौँ मान्छेहरू कोही खैरोहरू हिँडिरहेछन् हामीहरू त स्कुटरमा हाइड गरेर जाँदैछौँ 6 मिनटमा पुग्छौँ नयाँ बनेको शिवजीको मन्दिर आफ्टर 10 मिनट्स वाकिङ पछि आइपुग्यो फाइनल्ली दामी यहाँदेखि 20 मिनट वाक दामी भ्यू माछा पुछ्रा अन्नपूर्ण
हामी चाहिँ जिप लाइन वर्ल्ड स्टिपले जिप लाइन 1.8 किलोमिटर Finally, we did it. We did it. What we did? Zip line. Zip line, world's steepest zip line, हैन? दामी कति हो मजा त आयो माथि हो, डाँडा मलाई एकछिन त डर लाग्यो त्यो बिच रोकिन्छ कि भनेर हावा लागेर न माथि डाँडा देखाएको हैन दामी त्यहाँ डाँडाबाट आएको हामी अँ हैन त्यहाँको डाँडाबाट आयो यहाँ बन्जी पनि रहेछ बन्जी चाहिँ गर्नु मिल्दैन अरे खुट्टा भाँचेको कारणले गर्दा ल दामी मलाई चाहिँ डर लाग्छ गर्नको लागि दामी ल अब हामी चाहिँ फेरि गाडी लिएर माथि जान्छौँ र त्यसपछि हामी चाहिँ तल झर्छौँ हामी घुम्नको लागि घुम्न ल हामी चाहिँ फर्किँदै अब सारङकाट टेकअप स्टेसनतिर लग्छु गाडी आइदिन त्यसपछि हामी चाहिँ बौद्ध स्टपमा र शिवजी मन्दिरतिर जानेछौँ दामी गाडी आयो यति हो हाम्रो डेस्टिनेसन माथि नराखौँ नि अनि हामी यहाँबाट हिमाल पनि देख्छौँ हेर त पोखरा हिमाल हामी बसेको डाँडा हो यहाँ हो यहाँ यो डाँडाको साइडमा बसेको हामी ठ्याक्क त्यो गणेशजीको देखेछ मन्दिर त्यसको साइडमा हामी बसेको त्यहाँबाट हामी यहाँ आइपुग्यौँ हामी चाहिँ वर्ल्ड पिस पगोडा जाँदैछ होइन वेट स्टुपा र हामी चाहिँ हो र हामी चाहिँ यता साइडमा आहा कस्तो त्यहाँ डाँडादेखि यो डाँडामा आयौँ है दामी ल हामी चाहिँ त्यहाँ पुगेर घुम्ने छौँ पिस पगोडा त्यसपछि भ्यायो भने मन्दिर अनि खाना खाने होइन सकिन्छ वाट यु थिङ्क सकिन्छ सकिन फर्किन फेरि उकालो छ होइन खुट्टा दुख्छ नभए छोड्दा यहीँ त हो अब हेर त्यहाँ पुग्न आधी घन्टा लाग्छ होइन जाउँ लाग्यो 15 मिनट पुऱ्याइदियो भने फाइनल हामी चाहिँ पगोडा पिस पगोडा घुमेर आयो हामी सरले चाहिँ खाना खान बसेको यो भ्यू हेर्दै हामी पोखरा लेक साइडको भ्यू सिटी माउन्टेन भ्यू एकछिन हामी चाहिँ 10 मिनट जति बसेर निस्किन्छौँ शिवजी मन्दिरतिर हाम्रो फेरि अपलोड हुन्छ के अरे मेरो यहाँ युट्युबमा अपलोड हुन्छ के अरे यहाँ खिचिरहेको छ घर गएर मज गरेर दामी नाइट लाइफ अनि नाइट लाइफ इन पोखरा लेक साइड ल
हामी चाहिँ अहिले पोखरा लेक साइड घुम्दैछौँ एकछिन चिल आउट गरेर। kita छैन दामी दामी